थियो आज चाहिँ अब राष्ट्रिय परिचय पत्र बनाउनु पर्यो भनेर अब वडा कार्यालयतिर हिँडेको। अब मलाई त थाहा छैन फेरि यहाँ कहाँनिर छ वडा कार्यालय होइन। अब बुढीलाई थाहा रहेछ किनभने बुढीले योभन्दा अगाडि पहिले बनाइसकेका रहेछन्। त्यही भएर आज बुढीलाई चाहिँ लिएर हिँड्दैछु होइन। घर हुँदाखेरि एकदम परेशान गरेर मलाई कुटेर है हातथाक पार्ने। त्यही भएर आज चाहिँ ल्याएर हिँडेको छु के। ल हेर्नुहोस् त क्यामेरामा चाहिँ कति होइन लाठी सोझी देखाएको छ तर यो लाठी सोझी होइन के। चाल पाउने हो नि यसले लास्टै मलाई गोँदै गर्छ होइन। के गर्ने तर यसको कुटाइ खाइ भए पनि अब जिउ चाहिँ के भनौँ माड्यो के। यसले हान्दा त आजकल यस्तो लाग्छ कि जाम मालिस गर्दा जस्तो पो लाग्छ आजकल होइन। त्यही हुनाले त्यति ठुलो कुरो लाग्दैन। अब कुटाइ के भनौँ होइन कुटाइ खा भनौँ कि अब मालिस गरे भनौँ होइन। मालिस ल्याइरहेको छु बेला बेलामा चाहिँ मालिस ल्याइरहेको छु बुढीको हातबाट राम्रो होइन। तर जे भए पनि आज चाहिँ हिँडालेको छु। जातिबिती रिस्टाएर हो क्या साथी। गाडीमा लिएर जान सक्थेँ मलाई पनि रिस उठेर आज हिँडाल्दैछु। के स्वादले लगौँ है गाडीमा पनि मलाई चाहिँ थर्काइ गर्ने। मैले यसलाई गाडीमा लाने बसालेर त्यही भएर यसलाई पनि मैले हिँडालेको छु हिँड भनेर। यस्तै हो कि नि साथी हो।